हेलो एभ्रिवान, आजको भिडियोमा हजुरहरूलाई क्यानाडाको बीच देखाउँदैछौँ। यो चाहिँ भ्यान्कुभरको मोस्ट पपुलर किट्सिलानो बीच, जसलाई किट्स भन्ने पनि गरिन्छ। अब यो ठाउँ चाहिँ हाइली रेजिडेन्शियल एरिया पनि हो अनि दिस प्लेस कम्स विदिन द सिटी अफ भ्यान्कुभर। अब यो बीच पपुलर हुनको रिजन चाहिँ धेरै छ। फर्स्ट त यो डाउनटाउनबाट एकदमै नजिक, अलमोस्ट 10 मिनट्सको ड्राइभ मात्र हो। प्लस यो एउटा बीच मात्र नभएर रिक्रिएसनल हब जस्तो पनि हो। मतलब यहाँ धेरै खाले आउटडोर स्पोर्ट्स एक्टिभिटिज जस्तै साइक्लिङ, रनिङ, जगिङ, टेनिस, बास्केटबल, भलिबल, अब डग वाकिङ, धेरै एक्टिभिटिज गर्न सकिन्छ। अनि अझ यहाँ चाहिँ म्यासिभ सल्ट वाटर पुल यानि कि स्विमिङ पुल पनि छ। अब त्यो सबै भएर नै यो एकदमै धेरै पपुलर छ। अनि किट्सको अब पहिलो आकर्षण भनेको चाहिँ यहाँबाट देखिने भ्यू नै हो। डाउनटाउन स्काइलाइनको भ्यू एकदमै क्याप्टिभेटिङ देखिएको छ। अनि त्यही नजिकै अगाडि देखिने यो नर्थ भ्यान्कुभर, त्यसपछि त सी भ्यू। अनि फेरि यो पानी नजिकै बसिरहँदाखेरि चाहिँ पानीको छालको रिल्याक्सिङ आवाज अनि यो दृश्य सबै आनन्द फिल हुने खालको छ। हर कोहीलाई मजा आउँछ। अब यो त भयो सी साइड, तर यता बीच साइडतिर हेऱ्यो भने फरेस्ट वनपुरी पार्क अनि मान्छेहरूले ड्राइभिङ जस्तो खानेकुरा लिएर मस्त खाँदै इन्जोय गर्न सकिने। अब यहाँ ठ्याक्क काठको बुढाहरू स्टे गरेर राखिएको, अनि त्यहाँ एकजनाले मजाले खाँदै इन्जोय गर्दै हुनुहुन्छ भ्यू पनि। र अब लेट्स एक्सप्लोर फर्दर। अझ यता डिफ्रेन्ट एज ग्रुप अनि डिफ्रेन्ट एक्टिभिटिज भइरहेको देख्न सकिन्छ। यहाँ अगाडि दुईजना बाबुहरू बाइक स्कुटरमा खेल्दै गरेको देखिन्छ। बाइ द वे, अब यहाँ साइकललाई चाहिँ बाइक भन्ने गरिन्छ। अनि यहाँ पार्क गर्न एउटा भेहिकल रेडी पनि देखिन्छ। सायद अब बिचमा क्वालिटी टाइम स्पेन्ड गर्न होला। धेरै मान्छे त रमिते हेर्दै हिँड्दै। अनि यता राइट साइडतिर बिचमा वारपार भलिबल कोर्ट छ अनि सबै कोर्ट्स अकुपाइड। अब कुनैमा धेरैजनाको टिम मेम्बर सहित कम्पिटिसन छ भने कुनैमा थोरै, साथमा म्युजिक पनि बजिरहेको छ। यताको टिम चाहिँ अलिकति थोरै हुनुहुँदो रहेछ। अनि अझै अगाडि पनि छ निकै टिमहरू, आफ्नै धुनमा मस्त रमाइलो। अनि यहाँ चाहिँ फ्यामिली, प्यारेन्ट्स भर्सेस किड्स, चेयर सहित बस्ने खानेकुरा पुरै व्यवस्थित भएर परिवारसँगको क्वालिटी टाइम प्लस भलिबल कम्पिटिसन मजाको भइरहेको छ। अनि अपोजिट साइडमा बास्केटबल कोर्ट, यहाँ पनि खेल्दै। अनि यता चाहिँ एकजना बाबुलाई लड्न खोज्दै भए पनि मुढामाथि हिँड्नु परेको छ। पार्कतिर अब कतै 2 जना, कतै 4 जना, कतै चाहिँ 1 जना मात्र। अनि बिचमा धेरैजना हिँडिराख्नु भएको मान्छेहरू छ, आफ्नै तालमा गफ गर्दै, कोही एक्लै भए पनि सोच्दै मनमा गफ गर्दै, अनि कतै कुद्ने। अब यता चाहिँ पार्कतिर चिल्ड्रेनको लागि डेडिकेटेड एरिया। अझ नजिकमा गएर हेरौँ त यो कस्तो छ, के हुँदैछ। यहाँ छ रोटेट हुँदै रोप क्लाइम्बिङ गर्न सकिने ठाउँ, अनि स्विङ्गिङ, स्लाइडिङ सबै गर्न सकिने। कोर्ट बाहिर पनि भलिबल। अझ स्विमिङ पुलतिरको साइडतिर जाँदै गर्दा यता लेफ्टतिर वासरुम, मेल फिमेल सेपरेट वासरुम्स। अनि अगाडि छ एउटा बिल्डिङ। अब यो चाहिँ मल्टिपर्पज पार्क एमिनिटिज सर्भ गर्नको लागि सिजन अनुसार अब डाइनिङ, कन्सेसन, लाइफ गार्ड स्टेसन, त्यसकै लागि यो जुने भयो। बेबी पनि स्ट्रोलरमा रमाउँदै। चिसो चिसो छ मौसम। अब दिन ढल्दै जाँदाखेरि
गोजीमा हात लाएर हाल्नुपर्ने, हिँड्नुपर्ने त्यस्तो खालको चिसो छ। अगाडि चाहिँ अब साइकल लेन, साइकल कुदाउँदै एकजना, अनि पार्किङमा एउटा साइकल राखिएको रहेछ, आई मिन बाइक। स्पेस त धेरै छ तर अब एकजनाले चाहिँ युज गर्नु भएको रहेछ। अनि अब टेनिस कोर्टतिर चाहिँ कम्पिटिसन भइरहेको छ यहाँ। अब भलिबल कोर्ट जति चाहिँ टेनिस कोर्ट र बास्केटबल कोर्ट बिजी रहेन रहेछ। धेरैजना चाहिँ भलिबल बिचमा इन्जोय गरिराख्नु भएको देखियो भने यतातिर कम्पेरेटिभली अलिकति कम त्यस्तो छ। अनि यहाँ लेनमा चाहिँ अब साइडमा उता रुख देखिएको छ। अब कुनै रुखको पात झरिसकेको छ भने कुनै झर्न बाँकी। अनि यहाँ अब बाइक आउने जाने क्रम जारी छ। एउटा जाने, दुईटा आउने। पुरै वरिपरि हेर्दा अहिलेको दृश्य एकदम मनोरम। साइकल चाहिँ आउँदै जाँदै भइरहेको छ। अब अझै साइकल आउँदै। यहाँ चाहिँ अब सायद फ्यामिली होला यो। हेलो, अनि अब त्यस्तै छ। कोही यहाँ रिडिङ गर्दै आनन्द लिँदै हुनुहुन्छ भने, अनि धेरै मान्छेहरू चाहिँ अब जस्ट स्ट्रोलिङ अराउन्ड, हेऱ्यो हिँड्यो रमाइलो वरिपरिको दृश्य। अब यतातिर चाहिँ पार्किङ हाइवेसँग नजिकै जोडिएर पार्किङ एरिया पनि एकदम ठुलो छ। टक्क आफ्नो भेहिकलमा आएपछि पार्किङ गर्यो व्यवस्थित भएर, ढुक्क भएर। अनि यता बिचतिर टाइम स्पेन्ड गर्न सकियो। अब चाहिँ अलिअलि मान्छेहरू फर्किन पनि थाल्नु भयो जस्तो छ चिसो बढ्दै गएपछि। त्यही पनि मान्छेको चहल पहल त अब त्यस्तो शून्य नै छैन, अलिअलि देखि नै राखिएको छ यताउति। अनि यहाँबाट हेर्दाको अब यो पुरै दृश्य चाहिँ लुक्स असम, एकदम राम्रो देखाएको छ। ओके, त्यहाँ पर हेलिकप्टर पनि देखिन्छ। अब यो चाहिँ सायद टुरिस्टलाई साइट सिइङ अथवा फिल्मिङ, रेस्किङ कुनै पर्पजले एउटा होला। बेला बेलामा देखि पनि राख्ने रहेछ। अघि पनि यताउति देखिराखेको थियो। अब अझ अगाडि लगभग पुलको नजिकतिर नै आइपुगेको छ। अब यहाँ यति राम्रो छ कि है दुवैतिरको भ्यू। अब भ्यू यहाँ क्याप्चर नगरी आउने मान्छेले चाहिँ फोटो भिडियो क्याप्चर नगरी चाहिँ हिँड्नुहुन्न कोही पनि। अब यहाँ एकजनाले क्याप्चर गर्दै हुनुहुन्छ। यताको साइडको पर आँखाले भ्याइन्जेलसम्म निलो शान्त समुद्रको भ्यू। र अब आयो यहाँ स्विमिङ पुल। यो चाहिँ नर्थ अमेरिकाको लङ्गेस्ट सल्ट वाटर पुल। समरमा एकदमै धेरै बिजी हुन्छ। अब अहिले विन्टर भएर चाहिँ क्लोज छ। अनि यहाँबाट स्विमिङ गरिराख्दा यो साइडको इङ्ग्लिस बे, यो ओसन, यहाँको पानोरामिक भ्यू इन्जोय गर्दै, भ्यान्कुभरको स्काइलाइन, अनि यो माउन्टेन्स, सबै यो स्टनिङ भ्यू इन्जोय गर्दै स्विमिङ गर्न सकिने। सो यो ठाउँ चाहिँ डाउनटाउनबाट नजिकको एकदम लाइभली भाइब्रेन्ट स्पट, जहाँ चाहिँ यो आइकनिक सी साइडमा स्विमिङ गर्न सकिने। अनि फ्यामिली फन पनि पोसिबल भएको होइन, किड्स प्यारेन्ट्ससँगै आएर इन्जोय गर्न सकिने, अनि एक्लै पनि आएर इन्जोय गर्न सकिने। So many things to do here. So it's a real vibrant hub for anybody who loves activity and excitement. Yeah, that's all for today. Thank you so much. Subscribe.